म आज फेरि उपस्थित भइसकेको छु। हिजो हामीहरूले जहाँसम्म पढेका थियौँ त्यहाँबाट अलिकति अगाडितर्फ जाँदै हिसाबहरू बनाउन गइरहेको छु। च्याप्टरको नाम के चलिरहेको छ हाम्रो? इन्डिसेस, घाताङ्क। ठिक छ। अब हिजो हामीले सूत्रहरू पढ्दै एउटा हिसाब पनि हेरेका थियौँ सरल गरेर। आज हामीहरूले त्यो च्याप्टरको सूक्ष्मदेखि जटिलसम्म सिम्पल टु कम्प्लेक्सको रूपमा बिस्तारै अगाडि बढ्दैछौँ। जसमध्ये सबभन्दा पहिला छ इभ्यालुएट, मान निकाल्नुहोस्। मान निकाल्नु। यसको मतलब भयो कि हामीलाई जुन दिएको हुन्छ त्यसको हामीले के गर्नुपर्ने हुन्छ त? मान निकाल्नु। मान निकाल्दाखेरि 27/8 यसको पावर भयो -1/3। त्यस्तै गरेर 81/16 यसको पावर भयो 1/4। 4/25 यसको पावर भयो -1/2। हामीहरूले यसको मान निकाल्नु पर्ने हुन्छ। हुनको लागि हामीहरूले कक्षा 9 मा यो छुट्टा छुट्टै पनि पढेका थियौँ। 10 कक्षामा हामीहरूले यसलाई पुरैलाई मिलाएर पढ्नेछौँ। अब हेर्नुहोस्, 27/8 यसको पावर -1/3। एक नियम जुन हामीले हिजो गरेका थियौँ ती सबै नियमलाई हामीले हिजो के पढेका थियौँ? x/y यसको पावर यदि m भयो, x/y यसको पावर के भयो? m। यदि हामीले न्युमरेटर र डिनोमिनेटर हर र अंशलाई परिवर्तन गर्छौँ भने y/x गर्छौँ भने घाताङ्कको चिन्ह के हुन्छ त? परिवर्तन भइहाल्छ, बदलिहाल्छ। प्लस भए माइनस हुन्छ, माइनस भए प्लस हुन्छ। त्यही नियमलाई कति भयो त? 8/27 यसको चिन्ह जुन के छ त? माइनस छ कि प्लस छ? माइनस। यसलाई के गर्नुपर्ने हामीले? प्लस 1/3। तर यसको चिन्ह त पोजिटिभ छ, त्यसलाई हामीले केही गर्नै पर्दैन। यसलाई हामीले कति लेख्न सक्छौँ त? ध्यान दिएर हेर। 81 जुन छ, यो 81 भनेको मतलब हो 3 × 3 × 3 × 3। 3 3 जा 9, 9 3 जा 27, 27 3 जा 81। यसको अर्थ भयो यो कतिको पावर? 3 को पावर कति हुन सक्छ त? 4। र यो कति हुन सक्छ त? 2 × 2 × 2 × 2 2 जा 4, 4 2 जा 8, 8 2 जा 16। त यो दुवै जुन छ, एउटा 3 र अर्को 2 को पावर कति भयो त? 4 इन्टु कति भयो त? 1/4। अब ध्यान दिएर हेर्नु, यसको पावरमा चिन्ह के छ त? माइनस। त यो नियम अनुसार यदि डिनोमिनेटर र न्युमरेटरलाई इन्टरचेन्ज गर्छौँ भने, डिनोमिनेटर र न्युमरेटरलाई इन्टरचेन्ज गर्छौँ भने त्यसको चिन्ह के हुन जान्छ त? परिवर्तन। प्लस माइनस माइनस प्लस हुन जान्छ। यो कति भयो त? 25/4 यसको पावर कति भयो त? 1/2। हेर, जस्तै यसलाई गरेको हो त्यस्तै सबैलाई पनि एकैचोटि गर्न सकिन्छ, नगर्न सकिने छैन। तर म स्टेप बाई स्टेप तपाईँहरूलाई यसको प्रक्रियामा लग्दैछु। अब यो 8, यो 27, त 2/3 यसको पावर 3 × 1/3। अब यो 4 ले 4 त कति हाल्यो? 3/2 यसको पावर कति बस्यो? 1। पावर 1 हामीले लेखिराख्नु पर्ने हुँदैन। अब
भागा 6 यो कति भयो त 5/2 को पावर 2 into 1/2 यो 2 ले यो 2 के भयो त कट्यो। अब 2/3 यसको पावर कति भयो त 1 त्यो 1 हामीले लेखिराख्नु पर्दैन। यो दुवैको बिचमा के को चिन्ह छ त मल्टिप्लाई गुणा। अब 3/2 अब ध्यान दिनु हामीहरूले अनुपातमा 3 वटा नियम पढेका छौं। A/B/C यदि यस्तो भएको खण्डमा A/C/B हुन्छ यो याद राख्नु। यदि A/B/C छ यसलाई हामीले के गर्छौं A/B/C गर्छौं। यदि A/B/C/D यस्तो छ भने A/B यसलाई हामीले के भन्छौं त रेसिप्रोकल पल्टाइन्छ भन्छौं। D अपन कति हुन जान्छ C कुरा बुझिरहेछ। फेरि एकचोटि गर्नुहुन्छ। यदि यस्तो अवस्था भयो A अपन मेन डिभाइड यो भयो A/B/C A/B/C हुँदाखेरि यो C कहाँ गयो त माथि। यदि A/B मेन डिभाइड यो भयो त B कहाँ आउँछ त तल। यदि A/B मेन डिभाइड C/D छ भने A/B र यसलाई के गरिन्छ त पल्टाइन्छ। ठीक छ रेसिप्रोकल। त्यस्तै गरेर यसलाई हामीले इन्टु दिएर 2 अपन कति लेख्न सक्छौं त 5। अब ध्यान दिएर हेर यो 2 ले यो 2 कट्यो यो 3 ले यो 3 कट्यो त यसको बच्यो कति त 2/5 यही के भयो त यसको आन्सर। ठीक छ फेरि सुरु देखि यो यस्तो हिसाब बनाउँदाखेरि सबैभन्दा पहिले हामीहरूले के कुरामा ध्यान दिने हो भन्दाखेरि यो पावर जुन लेखेको हुन्छ त्यो पावर यो पावरहरु जुन लेखेको हुन्छ त्यो पावर को रूपमा दिएकोलाई हामीले व्यक्त गर्न सक्छौं कि सक्दैनौं। यदि व्यक्त गर्न सक्यो भने हामीले सजिलैसँग हल गर्न सक्छौं। यदि सकिएन भने केही त्यसका भागहरु बस्न जान्छ। ल एकछिन सारा त्यसपछि म अर्को हिसाब बनाउँछु। (64x³ डिवाइड 27a को पावर -3 यो भयो -2/3। हेर हामीहरूले यो हिसाब बनाउँदाखेरि सबभन्दा पहिले कहाँको नियम लाग्छ त ब्र्याकेटको। त ब्र्याकेटमा के छ त डिभाइड। अब ध्यान दिएर हेर यो कति भयो त 64x³ ठीक छ डिभाइड कति आयो त 27a को पावर -3 यो भयो -2/3। मैले के गरेछु ब्र्याकेट भित्र भएको डिभाइडलाई यसको यो रूपमा लेखेको छु। अब 64x³ 27 a को पावर कति छ त -3। अब यसको पावर -3 छ भने यो कहाँ जान्छ त माथितिर जान्छ गुणाको चिन्ह लिएर। तर यो -3 त यसको त छैन नि यो -3 a को मात्र हो। यो -3 a को पावर मात्र हो। त्यसकारणले यो मात्र माथि गएर आफ्नो चिन्ह परिवर्तन गर्छ। यो 27 जस्ताको त्यस्तै बस्छ। के भयो बुझेन? यसलाई अर्को धारणा हेरौ 2/3 को पावर -1 यदि यस्तो भयो भने 2 × 3 मात्रै हुन्छ। यदि यहाँ 5 × पनि छ भने
यसको तल कति बस्छ त 5 बस्छ। जसको पावर -6 त्यसलाई हामीले मात्र माथि ल्याउने गर्छौँ र त्यसलाई पोजिटिभ बनाउने गर्छौँ पावर। अब 64 भनेको मतलब अघि भने जस्तै कुनै न कुनै संख्याको पावर 3 को रूपमा व्यक्त गर्न सकिन्छ कि सकिँदैन। 64 लाई कुनै पनि संख्याको पावरमा 3 राखेर व्यक्त गर्न सकिन्छ कि सकिँदैन त्यो सोच्नु पर्ने हुन्छ। तर त्यो भन्दा अगाडि यसको पावर, यसको चिन्ह के छ? माइनस। यसको चिन्ह यदि माइनस छ भने सबभन्दा पहिले यो माइनस हटाउने प्रक्रियामा लागौं। त्यो गर्नको लागि हामीले के गर्नुपर्छ? 27 अपॉन यो 64x³ a³ यसको चिन्ह आफै के हुन्छ त 2/3। माइनसबाट केमा चिन्ह परिवर्तन भयो? प्लसमा। अब 27 लाई कुनै संख्या छ जसको पावरमा 3 ले व्यक्त गर्न सकियोस् त हेरौ 3 × 3 × 3 यो कति हुन्छ? 27। 64 छ 4 × 4 × 4 कति भयो त? 64। यसलाई हामीले 3 को पावर 3 मा व्यक्त गर्न सक्छौं, यसलाई 4 को पावर 3 मा व्यक्त गर्न सक्छौं। त सिधै के भयो त? 3/4 xa यसको पावर 3 र यसको 2/3 छँदै थियो। 3 र 3 के भयो त? कट्यो, बस्यो कति त? 3 को पावर 2 9, 4 को पावर 2 16, x को पावर 2 x², a को पावर 2 a²। अब सोचिरह होला कि यो पावरले सबैलाई गर्नुपर्छ। त हिजो भर्खर हामीहरूले यो नियम पढेका थियौं, x/y को पावर यदि m भयो भने x को पावर m र y को पावर पनि कति हुन्छ त? m हुन जान्छ। अर्थात् यो पावर यदि ब्रैकेट छ भने यो पावर तलमाथि दुवैको लागि हो। त्यस्तै गरेर यो पावर भएकोले यो पावर यसको पनि यसको र सबैको छँदै छ। यही के भयो त हाम्रो एन्सर। अब यो एकछिन कपी गर्दै बस, म अर्को हिसाबतर्फ जाँदैछु। अर्को हिसाब छ b को पावर x, c को पावर x, s को पावर y, त्यस्तै गरेर c को पावर y, a को पावर y, s को पावर x, त्यस्तै गरेर a को पावर x, b को पावर x र s को पावर y। अब हाम्रो अगाडि अर्को हिसाब आएछ, जुन हिजो पढेको अर्को नियमको अनुसारमा छ। त अर्को नियम कुन थियो? यदि कुनै पनि संख्याको पावर त्यसको पनि पावर छ भने p and p याद राख्नको लागि हामीले एउटा सर्ट फर्म प्रयोग गरेका थियौं, पण्डित एन्ड पहल 1 p पावर के हुन्छ त? प्रोडक्ट। त x को पावर m × n पावर के भयो? प्रोडक्ट हुन्छ। हामीहरूले यही नियमलाई आधार बनाएर यो हिसाबतर्फ हामी जान सक्छौं। हेरौं त b को पावर x × y कति भयो त? xy। c को पावर xy, यहाँ हेरौं c को पावर y × x, yx लेख अथवा xy लेख, दुवै कुरा एउटै हो। कसरी? 2 3 जा 6, 3 2 जा 6। गुणामा अगाडि पछाडि भए पनि रिजल्ट के आउँछ त? एउटै आउँछ। त्यसकारणले x y, a को पावर पनि x y, यो a को पावर x y, b को पावर कति भयो त? x y। अब यहाँबाट
दुई तरिकाले हामी अगाडि बढ्न सक्छौँ। एउटा छ बराबर आधारको पावरलाई जोडेर, तर यहाँ हेरौँ यो र यो, यो र यो, यो र यो सिधा के भइरहेछ त? कटिरहेछ। दुई तरिकाले गर्न सक्थ्यो। बराबर आधारको पावरलाई जोड घटाउ गरेर इन्टुमा भए जोड्ने, भागामा भए घटाउने। केही बचेन त कति बच्यो त? 1। प्रायः गरेर धेरै जसो किताबहरूमा यसरी तलमाथि नकाटिकन त्यही बराबर आधारको जोड घटाउवाला नियमबाट पनि बनाउन सकिन्छ र बनाइन्छ। तर हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि भागा गर्दाखेरि यो न त कटि नै हाल्छ किनकि माइनस आउँछ, यो न यो कटि नै हाल्छ किनकि माइनस आउँछ पावरमा। यसको र यसको पनि के हुन्छ त? पावरमा माइनस गरेर 0 आउँछ। र कुनै पनि सङ्ख्याको पावर 0 भयो भने 1 आउँछ। अलि राम्ररी बुझौँ, अलि बढी फास्ट भयो होला जस्तो लाग्छ मलाई। आधार बराबर छ, दुवै भागामा छ। दुवै भागामा छ भने यो स्टेप त हुन्थ्यो b को पावर xy माइनस xy। त b को पावर यो कति हुन्थ्यो? 0। त b को पावर कति भयो त? 1। एउटा यो प्रक्रियाले पनि हामीले बनाउन सक्थ्यौँ। तर सजिलो हामीलाई यही प्रक्रियाले भइरहेछ। सिधै यसलाई हामीले काट्यौँ। एकछिन कपी गरेर तबसम्म अर्को हिसाब लेख्छु। हेर, यो टाइपको हिसाब आयो भने सबभन्दा पहिले एउटा कुरा यो ध्यान दिनु, यदि पावरमा जोड घटाउ छ, पावरमा के छ? जोड घटाउ। पावरमा दुईवटा सङ्ख्याको जोड घटाउ छ भने ती पावरलाई हिजो पढेको रिडक्सन फर्मले छुट्याउनु। अब रिडक्सन फर्म बिर्स्यो त हेर, हामीले यो पढेका थियौँ x को पावर m इन्टु x को पावर कति पढेका थियौँ? n। x को पावर m इन्टु x को पावर n। यसलाई के गरेका थियौँ? x को पावर m प्लस n। अर्को पढेका थियौँ x को पावर m भागा x को पावर n। यसलाई कति लेखेका थियौँ? x को पावर m माइनस n। यो यसको सिधा रूप भयो। रिडक्सन भनेको मतलब के भयो? x को पावर m प्लस n छ भने x को पावर m लेख्ने इन्टु x को पावर n। अर्थात् यसको अर्थ के भयो? उल्टा पुल्टा। x को पावर m इन्टु x को पावर n छ भने x को पावर m प्लस n। यसलाई टुक्राउने हो भने यही आउँछ नि। त हामीले यसलाई के भन्छौँ त? रिडक्सन फर्म। अब हेरौँ, यसलाई बनाउँदाखेरि 1 जस्ताको त्यस्तै x को पावर कति छ त? a, x को पावर a बाई x को पावर b। कसरी आयो? कसरी आयो? हामीहरूले हिजो पढेका थियौँ कि m माइनस n, त x को पावर m भागा x को पावर m। माइनसमा छ भने केमा आउँछ त? भागा, डिभाइड। अब 1 अपन 1 प्लस x को पावर b अपन x को पावर a। यहाँसम्म हामीले बुझ्या होला। यस पछाडि जुन छ त्यो हामीहरूले जसरी भन्छौँ बट्टा पर्के जोड, त्यसरी गरेर नै हामीहरूले यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। र मलाई लाग्छ कि तपाईहरूले गर्न सक्नुहुन्छ होला, किनकि हेरौँ 1 प्लस 1/3 यसको लसा कति आयो त? 3। यसले के गर्नुपर्छ त? गुणा प्लस 1। यही गर्नुपर्छ नि। त हामीले यो 1 जस्ताको त्यस्तै लेख्यो। यसलाई के गर्नुपर्ने हुन्छ त? गुणा x को पावर b, x को पावर a, x को पावर b। त्यस्तै गरेर यो 1 जस्ताको त्यस्तै यसलाई के गर्नुपर्छ त? x को पावर a प्लस x को पावर b अपन x को पावर।
अब मलाई एउटा कुरा सोध्नु मन लागिरहेको छ तपाईहरुसँग। 2 + 3 र 3 + 2 के यो दुवै एउटै हो त? पक्कै एउटै हो। प्लसको चिन्हमा अगाडि पछाडि अथवा गुणाको चिन्हमा अगाडि पछाडि भयो भने त्यसबाट आउने कुनै पनि रिजल्टमा केही पनि फरक पर्दैन। तर 2 - 3 र 3 - 2 यो दुवैमा फरक पर्न सक्छ, किनकि यसको रिजल्ट आउँछ -1, यसको आउँछ 1। यो दुवैमा फरक पर्न सक्छ, तर यसमा कुनै पनि फरक पर्न सक्दैन। सोचिराख्नुभयो होला कि यसको योसँग के सम्बन्ध छ? त अब यसको सम्बन्ध अहिले थाहा लागिहाल्छ नि। यो कहाँ जान्छ त? पहिला माथि। त 1 × x को पावर b, त x को पावर b। अब हेर, x को पावर b + x को पावर a, यसलाई मिलाउन सकिन्छ कि सकिँदैन? x को पावर b + x को पावर a, यसलाई माथि लगेको त x को पावर a, x को पावर a + x को पावर b, यसलाई x को पावर b + x को पावर a दिए मिलाएर लेखेको अहिले भर्खर सिकाए जस्तै। अब यहाँबाट हामी के हेरिरहेको छौं? यो दुवैमा केही न केही त लसा छ। लसा भनेको के? 5/4 + 7/4 एउटै भयो भने 4 आयो, 5 + 7। ठीक छ? अब यहाँबाट दुवैमा लसा कति आयो त? x को पावर b + x को पावर a कति आयो? x को पावर b + x को पावर a। यो दुवैलाई काटेपछि कति आउँछ त? 1 आउँछ। कुरा बुझिरहेछ? फेरि सुरुदेखि सुरु। पावर यदि जोड घटाउमा भयो भने, पावर यदि जोड घटाउमा भयो भने ती पावरलाई छुट्याइदियो। ठीक छ? र त्यस पछाडि जुन हाम्रो म्याथमेटिकल प्रोसेस छ, म्याथमेटिकल अपरेसन छ, त्यो म्याथमेटिकल अपरेसन हामीले गर्नुपर्ने हुन्छ। अब हामी अर्को हिसाबतर्फ जाँदैछौँ। 5 को पावर m + 2 - 5 को पावर m डिवाइड 5 को पावर m + 1 + 5 को पावर m। यस्तो प्रकारको हिसाब आयो भने, यस्तो प्रकारको हिसाब आएको खण्डमा जस्तो सुकै आओस् नि, हामीले के पर्यो? पावरमा यदि प्लस र माइनस छ, पावरमा के छ? प्लस र माइनस। त ती पावरलाई के गर्नु? छुट्याइदिने। बुझिरहेछ? रिएक्सन खोज्नु। अर्थात् 5 को पावर कति भयो त? m, अनि 5 को पावर कति भयो त? 2। 5 को पावर m जस्ताको त्यस्तै छ। 5 को पावर m × 5 को पावर 1 + 5 को पावर m। यो गरेपछि हामीहरूले के हेरिरहेका छौँ भन्दाखेरि 5 को पावर m यी दुवैमा साझा छ। साझा लिनुपर्ने कुरा त मैले बताइराख्नु पर्दैन, अस्ति पनि सिकाएको थिएँ। ठीक छ? हेर, 2x + 2 यसमा 2 साझा छ, त x + 1 साझा लिनुको मतलब डिभाइड गर्नु। कुरा बुझिरहेछ? ल, अब यो गएपछि 5 को पावर 2, त 5 को पावर 2 भने कति भयो त? 25। कहाँबाट आयो? 5 को पावर 2 माइनस, यो त साझामा गयो त 1। यहाँबाट पनि 5 को पावर m के छ त? कमन छ, त कति बच्यो त? 5 को पावर 1 भनेको 5 प्लस यो त साझामा गयो त 1। यसले यो कट्यो त 25 बाट 1 गयो त 24। 5 + 1 6। यसले यो काट्यो त कति बच्यो त? 4। कुरा बुझ्यो?
पावरमा यदि जोड घटाउ छ भने ती जोड घटाउलाई हामीहरूले के गर्नुपर्ने हुन्छ त छुट्याइदिनु पर्ने हुन्छ। ल अब हामीहरू अर्को हिसाबतर्फ जाउँ। सिक्स को पावर n प्लस 2 प्लस 7 इंटू 6 को पावर n डिवाइड 6 को पावर n प्लस 1 इंटू 8 माइनस 5 इंटू 6 को पावर n। हामीहरूले यो हिसाबतर्फ जाउँ। रूप यी दुवै हिसाबहरूको एउटै हो। यसलाई पनि हामीहरूले त्यही तरिकाले नै बनाउनु पर्ने हुन्छ। सिधै छ यो हिसाबमा। यसलाई गर्ने के 6 को पावर n इंटू 6 को पावर 2 7 इंटू 6 को पावर n। यसलाई के गर्ने n 6 को पावर 1 भनेको 6 इंटू के भयो त 8। यो भयो 5 इंटू 6 को पावर n। मैले यसमा धेरै कुरा बोलिन किनकि अघि नै बोलिसकेको छु। पावर प्लसमा छ छुट्याइदिएको, पावर प्लसमा छ छुट्याइदिएको, बादबाकी जस्ताको त्यस्तै सार्दै आएको। अब 6 को पावर n 6 को पावर n साझा छ। 6 को पावर 2 भनेको 36 प्लस यो भयो साझामा 7 बच्यो। 6 को पावर n 6 को पावर n कमन छ साझा छ बच्यो 40 8 6 48 माइनस 5। अब यो र यो कट्यो 36 प्लस 7 कति भयो त 43 48 माइनस 5 कति भयो त 43। यो कटेर कति आयो त 1 आयो। ठीक छ। ल अब यसैलाई आधार बनाएर अब हामीहरूले एउटा अर्को हिसाबतर्फ जाउँ। अर्को हिसाब छ 2 को पावर n प्लस 2 इंटू 2 को पावर n माइनस 1 इंटू पावर में n प्लस 1 अपॉन 2 को पावर n माइनस 1। अब हामीहरूले यस्तो प्रकारको हिसाबलाई हेर्न गइरहेका छौँ। यो बनाउनुभन्दा अगाडि मैले जुन कुरो तपाईहरुलाई भनेको थिएँ कि पावर यदि जोड घटाउमा छ प्लस माइनसमा छ भने ती पावरलाई के गर्ने हो त टुक्र्याइदिने हो। ठीक छ। अब हामीहरू के हेर्दै छौं भन्दाखेरि यसलाई त टुक्र्याउन सकिन्छ तर यसको त पहिले पी एन्ड पी वाला नियम लगाउनु पर्ने हुन्छ नि। पी एन्ड पी भनेको मतलब हो यसको पावर m र यसको n छ भने x को पावर कति हुनु पर्यो त m इन्टु n। तो एक स्टेप पहले इसको पावर को हिसाब किताब करो 2 को पावर n प्लस 2 इंटू 2 को पावर हामीहरूलाई थाहा छ a माइनस b a प्लस b यदि दुईवटा कुनै अंक एउटा ब्रैकेटमा घटेर आएको छ र अर्को ब्रैकेटमा जोडेर आएको छ ती दुवैको बीचमा यदि गुणाको चिन्ह छ भने ती दुवैको सूत्र कति हुन्छ त a स्क्वायर माइनस b स्क्वायर। अब यहाँ हामीहरूले ख्याल पुर्याऊ n माइनस 1 इंटू n प्लस 1 तो यो त हाम्रो यही सूत्रमा गएको छ। तो के भयो n स्क्वायर माइनस 1 को स्क्वायर कति हुन्छ 1। अब त्यस्तै गरेर हामीले 2 n स्क्वायर माइनस n यो यसले के गरेको ब्रैकेट खोलिदिएको। अब बेस बराबर छ त पावर के गर्नुपर्छ त जोड्नु पर्छ। अब सोच्नुहुन्छ सरले कहिले भन्नुहुन्छ पावर जोड घटाउन छ भने छुट्याइदिने हो। पावर यदि जोड घटाउमा छ भने छुट्याइदिने। त छुट्याएपछि के फाइदा हुन्छ हामीहरूलाई साझा लिन सकिन्छ सजिलो त्यहाँ हुन्छ के। तर यो दुवैको बीचमा जोड घटाउको चिन्ह छ त। म यो भनिरहेको छैन कि पावर यदि छुट्यायो भने हिसाब बन्दैन, हिसाब बन्छ पक्कै बन्छ त्यसमा कुनै पनि डाउट छैन। तर 2 को पावर n प्लस 2 प्लस n स्क्वायर माइनस 1
यो भयो कति त 2 को पावर n स्क्वायर माइनस बराबर आधार छ पावर जोड दिएको। अब 2 को पावर मिलाएर लेख्दैछु n स्क्वायर अगाडि लेखेको प्लस n लेखेको 2 बाट 1 गयो त प्लस 1 लेखेको। ध्यान दिएर हेर्नुस् त यो दुवैको बीचमा के को चिन्ह छ त भागाको। दुवैको बीचमा यदि भागाको चिन्ह छ भने यसको पावर के हुन जान्छ त माइनस n स्क्वायर माइनस n। कहाँबाट आयो हेर्नुस् x को पावर m x को पावर n यस्तो भएको खण्डमा x को पावर n यदि यो माथि जान्छ बराबर आधार छ यो माथि जान्छ भने माइनस n आउँछ। ठीक छ। अब हामीहरूले 2 को पावर n स्क्वायर प्लस n प्लस 1 माइनस n स्क्वायर माइनस माइनस प्लस n यसले यो कट्यो। 2 को पावर n प्लस n 2n प्लस 1 यही के भयो त यसको आन्सर। फेरि सुरुदेखि एकचोटि डिभाइड गर्नु हिसाबलाई 2 को पावर n प्लस 2 इन्टु 2 को पावर n माइनस 1 इन्टु n प्लस 2 त यो जस्ताको त्यस्तै छ। यो 2 a माइनस b इन्टु a प्लस b त a स्क्वायर प्लस b स्क्वायर यो 2 जस्ताको त्यस्तै छ। n ले यसलाई मल्टिप्लाई गरेको यो 1 ले यसलाई गर्दाखेरि मल्टिप्लाई गरेर बराबर आधार छ पावर जोड दिएको त n प्लस 2 n स्क्वायर माइनस 1 यो जस्ताको त्यस्तै छ। अब यसलाई हल गरेको 2 n स्क्वायर अगाडि लेखेको n लेखेको 2 बाट 1 गयो त प्लस 1 भयो। भागाको चिन्ह छ यो घातांक घटेर आयो माइनस n स्क्वायर माइनस n यो माइनसले ब्र्याकेटलाई ओपन गरिदिएको यो कट्यो n प्लस n 2n प्लस 1 जस्ताको त्यस्तै भयो। ल अब हामीहरूले यस पछाडि अर्को हिसाब हेरौँ। 2x को पावर 5 y को पावर 7 यो सबै इभ्यालुएट अथवा सरल गरेर छ है। सरल गरेर सबै हिसाब त्यही छ सरल गरेर अथवा इभ्यालुएट एउटै भयो। यहाँ कति भयो त 3 4x को पावर 4 त्यस पछाडि y स्क्वायर। अब हिजो हामीहरू रेडिकलको बारेमा पढेका थियौं रुट भएको हिसाबलाई पढेका थियौं। त 2-4 वटा कुरा हामीहरूले याद राख्नुपर्ने हुन्छ रुट भएको हिसाबलाई। सबभन्दा पहिले के हामीले त्यो रुट हटाउनु छ कि त्यो रुट भएको हिसाबलाई सरल गर्न गर्नु छ। अब हेर्नुस् यदि हिजो पढेको आधारमा हेर्ने हो भने यहाँ पावर हुन्छ यहाँ रेडिकल हुन्छ र यसको नाम बेस हुन्छ। बी र पीआर पावर र रेडिकल यो दुईवटा कुराले ठुलै महत्त्वपूर्ण रोल खेल्छ। बी पीआर पावर र रेडिकल धेरै जसोले यो रेडिकललाई याद राख्नको लागि रुमले पनि चिन्न सकिन्छ। रुम बराबर छ भनेको रेडिकल बराबर छ भने एउटै कोठामा गुणा हुन सक्छ र भागा हुन सक्छ। यो कुरालाई ध्यान दिनु। रेडिकल मात्रै सेम भयो भने गुणा र भागा दुवैको हिसाब गर्न सकिन्छ दुईवटा बेग्ला बेग्लै रुटमा। रेडिकल सेम भयो भने तर जोड घटाउ गर्दाखेरि तीनटै कुरा मिल्नुपर्छ। बी पी आर बी पनि मिल्नुपर्छ पी पनि मिल्नुपर्छ र आर भन्न अलिकति सजिलो छ बुझाउन अलिकति गाह्रो। हेर्नुस् x 2x रुट x यहाँ ध्यान दिएर हेर्नुस् रेडिकल 2 छ पावर 1 छ सेम बेस छ। त अल्जेब्रामा यो भयो एउटा तो 2 प्लस 1 कति भयो 3 रुट x। यदि यही यस्तो भएको भए 2 रुट x प्लस रुट x स्क्वायर तब के यो जोड्न सकिन्छ त सकिँदैन नि।
किनकि रेडिकल रेडिकल सेम छ, यो x र x सेम छ तर पावर सेम छ। हुन यो भनेको मतलब x हुन्छ। अब कसरी हुन्छ त्यो म सिकाउँछु। मल्टिप्लाई गर्दाखेरि यो मात्रै सेम हुनु पर्यो, यो y छ, यो a b c छ र बीचमा गुणाको चिन्ह छ। रेडिकल यदि सेम छ त यो दुवैलाई एउटै ब्र्याकेटमा लेख्न, एउटै रुट अन्डरमा लेख्न सकिन्छ। यो कुरालाई हामीहरूले ध्यान दिनुपर्ने हुन्छ यो रुटको हिसाब बनाउँदाखेरि। अर्को कुरा के ध्यान दिनुपर्छ भन्दाखेरि x स्क्वायर छ त यहाँ रेडिकल कति लुकेको हुन्छ त 2। रेडिकल 2 लुकेको छ, यसको मतलब भयो कि यो पावरलाई रेडिकलले डिभाइड गर्दाखेरि के हुन्छ त कट्छ। कटेपछि मात्र कति आउँछ त x। तर हामीहरूले 6, 7, 8 मा पढेका थियौँ स्क्वायर रुट। त्यसमा के पढेका थियौँ भन्दाखेरि रुटभित्र भएको कुनै पनि सङ्ख्याको पावर त्यति छ जति त्यसको रेडिकल छ भने त्यो घरबाट बाहिर आउँछ। साधारण भाषामा रुटभित्र भएका सङ्ख्याको पावर त्यतिकै छ जति त्यसको रेडिकल छ, त्यस पछाडि त्यो के हुन्छ त्यो रुटभन्दा बाहिर आउँछ। अब हेर्नुहोस्, यदि यस्तो छ अनि के गर्ने? पक्कै आउँदैन। पुरै नआयो भने x स्क्वायर इन्टु x यो त लेख्न सकिन्छ नि। त यो x बाहिर आउँछ त x कहाँ बस्छ? भित्रै बस्छ। जसको पावर रेडिकलसँग मिलिरहेछ त्यसलाई बाहिर ल्याउन मिल्छ। साधारण भाषामा है फेरि, जसको पावर मिल्दैन त्यो घर भित्रै बस्छ। यसलाई धेरै किताबहरूमा प्रिजनर, कैदीको रूपमा पनि हेर्ने गरिन्छ। जेलहरूमा के हुन्छ, जसको बढी पावर हुन्छ त्यो जेलबाट बाहिर आइहाल्छ, जसको पावर पुग्दैन त्यो जेलभित्रै बस्छ। अब ती सब कुरालाई आधार बनाएर हामीले यो हिसाब बनाउँ। सबभन्दा पहिले हामीले के हेरिरहेको छौँ, यसको रेडिकल सेम छ कि फरक छ। रेडिकल हिसाब बनाउँदाखेरि, रुट भएको हिसाब बनाउँदाखेरि सबभन्दा पहिले हेर्नुपर्ने कुरा हो त्यसको रेडिकल। यो कुरा चाहिँ ध्यान दिनु। रेडिकल यो रेडिकल बराबर छ, तो यो रेडिकल जस्ताको त्यस्तै 3। तो 2x को पावर 5 y को पावर 7 इंटू 4x को पावर 4y स्क्वायर। अब ध्यान दो, यो 3 क्यूबिक रूट 4 टू जा 8, x को पावर 5 छ र x को पावर 4 छ। तो x को पावर 5 प्लस 4 कति आयो त 9। अब कसरी आयो? x को पावर m इंटू x को पावर n। x को पावर कति हुन्छ त m प्लस n। तो x को पावर 5 प्लस 4 कति भयो त 9। त्यस्तै गरेर y को पावर कति भयो त 7 प्लस 2। अहिले भर्खर मैले तपाईहरुलाई भनेको रुट बाहिर आउनको लागि कुनै पनि संख्याको पावर त्यति हुनुपर्छ जति त्यसको रेडिकल छ। अब हेर्नुस्, हामीहरूले यसलाई 8 छ त 2 को क्यूब 9 छ, तो x को क्यूब लेख्न सक्छौं, y को क्यूब लेख्न सक्छौं कि सक्दैन? यसबाट के हुन गयो ध्यान दिनुस्, यसबाट 2 x क्यूब y क्यूब यो पुरैको क्यूब भयो। हामीलाई थाहा छ कि यो छोड्नको लागि यो लेख्नु पर्छ, रेडिकल हटाउनको लागि पुरैको पावरमा डिभाइड भइहाल्छ। त कति बच्यो त 2x क्यूब y क्यूब। फेरि सुरुदेखि सुरु, हामीले हिजो अस्ति पनि पढेका थियौं, यो पावर भयो यो रेडिकल भयो, घर छोड्नको लागि के हुनुपर्छ त p/r। ठीक छ। त्यस्तै गरेर यो रेडिकल यो रुटलाई हटाउनको लागि हामीहरूले के गरेको हो त यो
1/3 1/3 लेख या यही 3 को मुनि 3 लेख कुनै पनि फरक पर्दैन। ल त्यस्तै गरेर अब हामीहरूले एउटा त्यस्तो हिसाब बनाऊ जसको यो रेडिकल समान छैन, असमान छ भनेको रेडिकल फरक छ। त्यसको लागि हामी लिँदैछौँ हिसाब 3 27 x को पावर 12 y को पावर -3 डिवाइड 4 रेडिकल में 16 x को पावर 8 y को पावर 4। हामीले अब यो हिसाब लियौं। यो हिसाब लिँदाखेरि के यो दुवैलाई एकैचोटि जोड घटाउ गुणा भागको प्रक्रियामा ल्याउन सकिन्छ त? हामीले भर्खर के पढ्यौं? हामीले भर्खर यो पढ्यौं कि रुट भएको हिसाबको रेडिकलको नेचर कस्तो छ। यदि रुट को रेडिकल समान छ, एउटै छ, त ती दुई रुट भित्रको गुणा र भागा गर्न सकिन्छ। तर हामीलाई दिएको हिसाबमा रेडिकल के छ त? फरक छ। यसको अर्थ भयो यसको हिसाब बनाउने तरिका पनि अघि बनाएको हिसाबको तरिका भन्दा के हुन सक्छ? ठीक छ। ल अब हेर, यो 3 भयो, 27 भनेको 3 को क्यूब हो। हेर 3 × 3 × 3 कति भयो त? 27। यो 12 दशाको पावरमा त्यस्तै, यसलाई y को पावर 3। हामीले भर्खर थाहा छ कुनैको पनि पावर छ माइनसमा त कहाँ आउँछ त? बुझ्यौ? 2 को पावर -3 छ भने 1 का 2 को पावर 3 भइहाल्छ। 1/2 को पावर 3 न्युमरेटरमा छ। हामीले यसको चिन्ह परिवर्तन गर्नको लागि यसलाई कहाँ ल्याउनु पर्ने हुन्छ त? डेनोमिनेटरमा। तर यसको माथि केही नभएकोले हामीले कति मूल्यको त 1। अब यो डिभाइड जस्ताको त्यस्तै, यो 4, यो भनेको मतलब हो 2 को पावर 4। अब हेर्नु 2 × 2 × 2 × 2 2 to the 4 to the 8 to the 16 x को पावर 8 y को पावर 4। अब हामीहरूलाई के थाहा छ भन्दाखेरि ध्यान दिएर हेरौँ, यो हटाउनको लागि यसको होलको पावरमा कति आउँछ त? 3 को पावर 3 x को पावर 12 y को पावर 3 यसको पावरमा कति आउँछ त? 1/3। कसरी? हामीहरूले पढिसकेका छौँ, घर छोड्नको लागि PR हुनुपर्छ। x को पावरलाई रेडिकलले के गर्नुपर्छ त? डिभाइड। भनेको यो घर हटाउनको लागि हामीले पावरलाई रेडिकलले के गर्नुपर्छ त? डिभाइड गर्नुपर्छ। अब यो जस्ताको त्यस्तै। त हामीहरूले के हेर्यौं त 2 को पावर 4 x को पावर 8 y को पावर 2 यसलाई के हुन्छ त? पावर 1/4। अब ध्यान दिएर हेरौँ, यो 3 ले 3 काट्छ, यो 3 ले 12 काट्न सक्छ। 3 भयो, x को पावर 4 भयो र यो y। यो डिभाइडमा गयो, यो 4 ले 4 काट्छ त 2 भयो। यसले यो काट्ने हो भने x को पावर 2 भयो र यो कति भयो त? 1। ध्यान दिएर हेरौँ, हामीहरूले अहिलेसम्म यति गरेका छौँ। ठीक छ। यो सबै प्रक्रिया किन अपनाइरहेको छु भन्दाखेरि यो दुवैको रेडिकल जुन छ त्यो रेडिकल फरक छ। ठीक छ। धेरै जसो किताबहरुमा अथवा धेरै जसो ठाउँमा यसलाई सिधै यस्तो तल ल्याएर पनि हिसाब गर्न सकिन्छ। तपाईलाई जस्तो सुविधा लाग्छ यसलाई यसरी लेख्नुस् या यसलाई मुनि लेखेर बनाउनुस्, कुनै पनि फरक पर्नेवाला छैन। त अब के भयो त हेर्नुस्,
यो कति भयो त 3x को पावर 4, यो भयो y 2x स्क्वायर। अब तपाईँ सोचिराख्नु भयो यो कसरी तल आयो हैन त हामीले a भागा b यो a/b आउँछ नि के कसो। अब हामीहरूले के गर्ने हो त यसलाई काट्ने हो। त कति भयो त 3x को पावर कति त 4, यो 2 गरेर माथि त माइनस अपन यो 2 जस्ताको त्यस्तै y इन्टु y कति भयो त y स्क्वायर। त 3x को पावर 2 2y को पावर 2। हामीले यो तरिकाले बनाएको छ। ठीक छ। यसलाई अर्को पनि तरिका छ। यो अलिकति भारी लाग्यो गाह्रो लाग्यो भने यसलाई सिधै तल ल्याएर पनि बनाउन सकिन्छ। ल त्यस्तै गरेर एउटा अर्को हिसाब पनि छ यसै फर्मको। यो भयो x प्लस y s को पावर -8 इन्टु x प्लस y 2/। हेर यो पुरै चैप्टर इन्डिसेसको घाताङ्कको पुरै चैप्टरमा हामीले यदि 3-4 वटा कुरामा मात्रै ध्यान दियो भने यसको हिसाबहरूलाई हामीले राम्ररी समाधान गर्न सक्छौँ, समस्यालाई समाधान गर्न सक्छौँ, हिसाब बनाउन सक्छौँ। ती 4 वटा नियम के हो भन्दाखेरि आधार बराबर छ, बीचमा गुणा र भागामा देखिएको चिन्ह छ, यो त्यो कुरो भयो। रुट भित्र छ भने रुटको रेडिकल सेम छ कि फरक छ त्यो हेर्नु पर्यो। पावर जोड घटाउमा छ, पावर जोड घटाउमा छ त त्यसलाई हामीले टुक्र्याउनु पर्छ यदि दुई संख्याको बीचमा जोड घटाउको चिन्ह छ। अर्को टाइप यस पछाडि आउँछ। फेरि सुरुदेखि सुन्नु। 3-4 वटा कुरा मध्ये 2 वटा बराबर आधारको बीचमा कस्तो कस्तो चिन्ह छ? गुणा छ कि भागा छ? गुणा भए पावर जोड्ने, भागा छ भने घटाउने। रुट भित्रको हिसाबमा हेर्ने रेडिकल फरक छ कि फरक छ? फरक छैन भने एउटै भित्र राखेर हिसाब गर्न सकिन्छ, गुणा र भागाको छ भने। अर्को पावरमा जोड र घटाउ के छ त्यो कुरालाई विचार गर्नु। यही 4 वटा नियम छ। एउटा अरू पछि भन्छु। ती 4 वटा नियमले लगभग यो घाताङ्कको सबै हिसाबलाई समाधान गर्न सकिन्छ, इन्काउन्टर गर्न सकिन्छ। अब हेर यो रेडिकल छ। हामीहरूले भर्खर के पढ्यौ x प्लस y को पावर -8/3। यो रेडिकललाई हटाउनको लागि यो रुटलाई हटाउनको लागि पावरलाई रेडिकलले के गर्नुपर्छ त डिभाइड। अब सोचिरह होला कहिले कि 1/3 गरिदिनुहुन्छ, कहिले सिधै गरिदिनुहुन्छ। यो के हो? यो वास्तवमा 1/3 इन्टु 8 लेख, 8/3 अथवा 8/3। ए यो डाइरेक्ट हो हैन, यो डाइरेक्ट हैन, प्रक्रिया। अब यो कति भयो त x प्लस y 2/3 बराबर आधार छ। पावर के गर्नुपर्छ? जोड्नुपर्छ। त x प्लस y को पावर -8/3 प्लस 2/3। x प्लस y को पावर 3 आयो लस -8 प्लस 2 त x प्लस y को पावर -8 प्लस 2 कति भयो? -6/3 कति भयो त 2। x प्लस y को पावर -2 त 1/x प्लस y को पावर। हामीहरूले यति यसको एन्सर ल्यायौं। ठीक छ। अर्को टाइप रुट भएको छ। अब योबाट हामी फेरि गर्नेछौँ। एक क्लास अरू लाग्छ, एक क्लासमा अर्को क्लासमा यो पुरै च्याप्टरलाई हामीले लङ क्वेसनहरू गर्दै सिध्याउनेछौँ। ठीक छ। ल आजको लागि हामी यति राखौँ। तर एउटा कुरा याद राख्नु होला तपाईहरुले, दुईटा किताब यो दुईटा च्याप्टर हामीले यसमा पढ्यौं, लसमस र इन्डिसेस। लसमसमा जे छ तपाईको जति समस्या छ समाधान गर्नुस्। यदि समस्या समाधानमा कुनै पनि प्रकारको अप्ठ्यारो भयो भने
हामीहरूलाई सम्पर्क गर्नुहोस् आफ्नो स्कुलबाट। ठिक छ, हामीले सुनिया गाउँपालिकाको जति स्कुल छ ती सबै स्कुलमा सरहरू हुनुहुन्छ। तपाईँहरूको समस्यालाई समाधान अनलाइन पनि गर्न सक्नुहुन्छ। ठिक छ।